कुरा आजभन्दा झन्डै 17-18 वर्ष अगाडिको हो। म आफ्नो एसएलसी परीक्षा सकेर पढ्नको लागि काठमाडौँतिर लागे। काठमाडौँमा दाजु भाउजूको घर थियो। म त्यहीँ बस्न थाले। एसएलसी को रिजल्ट आइ नसकेको हुनाले खाली समय बिताउन इङ्ग्लिस ल्याङ्ग्वेज सिक्न थाले। पाटनको एउटा इन्स्टिच्युटमा भर्ना भएँ। बिहान 6 बजेदेखि 8 बजेसम्म कक्षा हुन्थ्यो र दिनभरि घरमा नै बस्थे। गाउँबाट आएको हुनाले सहरी जीवन बिताउन गाह्रो भइरहेको थियो। एक दिन म आफ्नो कक्षा सकेर घर पुगे। त्यहाँ एकजना केटालाई देखेँ। भाउजूले मलाई उसँग परिचय गराइदिनु भयो। ऊ भाउजूको आफन्त रहेछ। उसको नाम सरोज रहेछ। करिब 17-18 वर्षको थियो होला। पहिलो भेटमा त मुसुक्क मात्रै हाँस्यो। बिस्तारै दिनहरू बित्न थाल्यो। हाम्रो एसएलसी को रिजल्ट पनि आयो। म त पास भएछु र सरोज पनि पास भएछ। हामी दुवैजना खुसी थियौँ। हामी बीच अब धेरै कुरा हुन थालिसकेको थियो। भोलिदेखि क्याम्पस जानुपर्ने हुनाले बेलुका छिटै खाना खाने निदो गर्यो र खाना खाइसकेपछि सरोज र म मेरो कोठामा बसेर गफ गर्न थाल्यौँ। र अर्को दिन पनि बाटोभरि गफ गर्दै क्याम्पस पुगियो र आफ्नो पढाइतिर लागियो। 11 बजेतिर फेरि भेट भयो र हामी घर फर्कियौँ। यसरी नै दिनहरू बित्न थाले। एक रात म 11 बजेतिर बिउजेर टोयलेट गएँ। टोयलेटबाट बाहिर निस्केर कोठातिर जाँदै थिएँ। सरोजको कोठामा बत्ती बलिरहेको देखेँ। मैले उसको ढोकाबाट चिहाएर हेरेँ। सरोज त नसुती खाटमा बसिरहेको रहेछ। अनि म उनको कोठामा छिरेर सोधेँ, के भयो सरोज, किन नसुतेको? उसले भन्यो, खोइ निद्रै लागेन। ऊ सिरक ओढेर बसिरहेको थियो। मौसम चिसो भएकोले मलाई पनि अलि जाडो महसुस भइरहेको थियो। उसले थाहा पाएछ क्यार। उनले भन्यो, तिमीलाई जाडो भए जस्तो छ, सिरक ओढ्न। मैले हुन्छ भने, तर म कहिले पनि केटासँग यसरी बसेको थिइनँ। मलाई अलि अप्ठ्यारो महसुस हुन थाल्यो। दुवैजना चुपचाप बसिरहेको थियौ। अचानक सरोजले मलाई अँगालो हाल्यो र मेरो ढाडमा हातले सुमसुम्याउन थाल्यो। केही बेरमा मलाई पनि असह्य भयो र उसको ओठमा चुम्बन गर्न थाले र ऊ पनि मलाई चुम्बन गर्न थाल्यो। उसले ओठ बिस्तारै चुस्न थाल्यो र उसको जिब्रोले मेरो जिब्रो खेलाइदिन थाल्यो। म स्वाँ गर्दै लामो लामो सास फेर्न थाले। त्यसपछि उसले बिस्तारै उसको हात मेरो दुधको पोकातिर सार्न थाल्यो अनि टी सर्ट बाहिरबाटै दुधको पोका र मुन्टा मार्न थाल्यो। मैले पनि साहस गरेर बिस्तारै उसको पुरै टी सर्ट खोलिदिए। उसले पनि ब्रा बाहिरबाटै मेरो दुधको पोका मार्न थालिसकेको थियो। त्यसपछि बिस्तारै ब्राको हुक पनि खोलिदियो र टेबलतिर फ्याँकिदियो। अब मेरो दुईटै दुधको पोका उसको हातमा थियो। एकछिन हातले खेलाएपछि उसले मुन्टो चुस्न थाल्यो र बिस्तारै टोकिदियो। आया दुख्यो भनेर कराए। फेरि हातैले खेलाउन थाल्यो। उता उसको लाडो पनि ठन्किसकेको रहेछ। त्यसपछि उसले मेरो पाइन्टतिर हात लग्यो र मेरो पुती खेलाउन खोज्यो, तर जिन्सको पाइन्ट भएकोले राम्ररी छुन सकेन। अनि बिस्तारै पाइन्टको बटन खोल्न थाल्यो। तर मैले नाइ, पाइन्ट नखोल्नु न भने। तैपनि ऊ मानेन र जबरजस्ती खोल्न थाल्यो। केही पनि हुन्न क्या, एकछिन त हो नि, नत्र भए म तिमीसँग बोल्दिन नि, उसले भन्यो। त्यसपछि म केही बोलिन। बिस्तारै पाइन्टको बटन र चेन खोलिदियो र पाइन्ट फुकालिदियो। मैले रातो पेन्टी लाएको थिएँ। उसले यसो पुतीतिर हात लगेको त हातमै चिसो भयो भएछ। अनि उसले सोध्यो, पेन्टीमा मुतेको हो? मैले लजाउँदै भनिने, कहाँ हुनु, आफै पानी झरेको नि, केटीहरूको त पानी झर्छ नि, थाहा छैन? ए हो र, उसले भन्यो। अनि पेन्टी पनि खोलिदियो। जिन्दगीमा पहिलो पटक केटीको पुती यसरी हेर्न पाएको रे। कालो भुत्ला वरिपरि अनि बीचमा रसाएको सानो पुती, कति लोभ लाग्दो छ है, भन्यो अनि मेरो पुतीभित्र औला हालिदियो। आहा भन्दै म पनि कराउन थाले। उसलाई पनि खपी नस्क्नु भएछ। अनि उसले पनि पाइन्ट र कट्टु खोल्यो र मेरो हातमा उसको लाडोमा राखिदियो। ओहो, कस्तो कडा भएको, कति मोटो, मैले भने। अनि सरोजले सोध्यो, तिमीले अरूको पनि लाडो देखेको थियौ पहिला? केटाकेटीहरूको त सानो हुन्छ त, मैले भने। त्यो त हो नि, तर उमेर बढ्दै गएपछि लाडो पनि त ठुलो हुँदै जान्छ नि त, उसले भन्यो। त्यसपछि ऊ मेरो माथि चढ्यो र मेरो पुतीमा उसको लाडो चिराउन खोज्यो। सायद पहिलो पटक भएकोले होला, घरि यता घरि उता चिप्लिन थाल्यो। पुतीमा छिरे नछिरेको थाहा नै पाउन सकिन। उसले भन्यो, भित्र छिर्यो? छैन, मैले भने। त्यसपछि मेरो उसले खुट्टा फाट्न लगायो अनि हातले उसको लाडो मेरो पुतीको मुखमा राख्यो र बिस्तारै छिराउन खोज्यो। छिरेछ,
आइया, दुख्यो, पोल्यो, निकाल्नु न भनेर म कराउन थालेँ। उसलाई पनि डर लागेछ र लाडो बाहिर निकाल्यो अनि लाडोमा थुक दल्यो र फेरि बिस्तारै छिराउन थाल्यो। लाडो अलि चिप्लो भएछ क्या सजिलैसित मेरो पुतीमा छिर्यो। म बिस्तारै बिस्तारै कराउन थालेँ अनि उसले पनि बिस्तारै बिस्तारै लाडोलाई भित्र बाहिर गर्न थाल्यो। अब त सजिलैसँग छिर्न थाल्यो। यसो पुतीमा हेरेको त अलि रगत पनि आइरहेको देखे र सेतो पानी पनि झरेको देखे। सायद मेरो पुतीबाट पानी झरेकोले गर्दा होला उसको लाडो सजिलै पुतीमा छिर्न थाल्यो। पहिलो पटक कुनै केटाले मलाई यसरी चिक्दै थियो। करिब 3-4 मिनेट चिकेपछि लाडो बाहिर झिक्यो। ऊ शिथिल भयो र उसको लाडो पनि नरम हुन थाल्यो। अनि ऊ फेरि मेरो दुध चुस्न थाल्यो र सोध्यो, सुस्मिता, कस्तो महसुस भयो? मैले रुन्चे स्वरमा भने, रमाइलो भयो तर अलि पुती पोलिरहेको छ। मजा आयो। मैले भने, पहिलो पटक यस्तै हो, फेरि गर्दा दुख्दैन। अब फेरि भोलि पनि गर्ने। ल भन्यो। यता मेरो भने पुती पोलेर दुखेर मर्नु लागेको थिए तर उसको तातो जिब्रोले दुधको मुन्टा चढ्दै थियो र उसले मेरो पुती खेलाउँदै दुवैजना एकछिन सुत्यौं।